6 र 7 वर्ष रहेर यही नै जन्मिएर 6 र 7 वर्ष हुर्किसकेपछि अब हामी यी दुईवटा हात्तीहरूलाई 6 वर्षको खगेन्द्र प्रसाद र 7 वर्षको रुद्रकली यो दुईवटा हात्तीहरूलाई चाहिँ नेपाली जनताको तर्फबाट कतारलाई उपहार स्वरूप नेपाल सरकारको मन्त्री परिषदको निर्णयअनुसार नेपाल सरकार मन्त्री परिषदको 2081 कार्तिक 2 गतेको निर्णयअनुसार चाहिँ आज चितवनबाट बिदाई गर्ने क्षणमा हामी उपस्थित भएका छौँ। खास गरी सम्माननीय राष्ट्रपतिज्यूको तत्कालीन सम्माननीय राष्ट्रपतिज्यूको कतार भ्रमणको अवसरमा नेपालको तर्फबाट प्रतिबद्धता जनाइए अनुसार यी दुईवटा हात्तीहरू उपहार स्वरूप हामीले मित्र राष्ट्रहरू बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउने उद्देश्यका साथ चाहिँ यो एउटा चाहिँ निर्णय नेपाल सरकारले गरेको छ र त्यही अन्तर्गत हामीले यो कार्यान्वयन गर्ने क्रममा आज चितवन राष्ट्रिय निकुञ्जबाट यी दुईवटा हात्तीहरू बिदाई भएर भैरवातर्फ जाने तयारी हामी गरिरहेका छौँ। भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्सि 2082 पौष 2 गते कतारको लागि यी दुईवटा हात्तीहरू पशु सेवा प्राविधिक र त्यसपछि चाहिँ 2 जना चाहिँ हात्तीका कर्मचारीहरू माउतहरू सहित कतार जाने तयारीमा छ र त्योभन्दा अगाडि नेपालको तर्फबाट एउटा सानो हस्तान्तरण कार्यक्रम जुन तय भएको छ त्यो चाहिँ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नै गर्ने गरी तयारी भएको छ। त्यो कार्यक्रमका लागि वन तथा वातावरण मन्त्रालयका श्रीमान सचिवज्यू लगायतको टोली चाहिँ रहने कार्यक्रम छ। त्यसमा चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकज्यू लगायतका स्थानीय चाहिँ प्रतिनिधिहरू लगायत टोलीले त्यहाँ एउटा सानो हस्तान्तरण कार्यक्रम सम्पन्न गरेपछि अनि कतारबाट आउने विशेष विमान चार्टर विमानमा चाहिँ लाने गरी तयारी पुरा भएको छ। आज हामीले धेरै ठुलो कार्यक्रम गर्न खोजिरहेका छैनौँ। एउटा सामान्य रीतिरिवाज अनुसार जुन चाहिँ परम्परा छ त्यो अनुसार चाहिँ बिहान नै पूजा सम्पन्न भइसकेको छ हात्तीसारको कर्मचारीको तर्फबाट। आज यो रुद्रकली र खगेन्द्र प्रसादको बिदाई कार्यक्रममा उपस्थित हुनुहुने रत्नगर नगरपालिकाका श्रद्धेय नगर प्रमुखज्यू र उपस्थित सम्पूर्ण साथीहरू मैले एकमुष्टमा सम्बोधन गरेँ मिडियाकर्मी साथीहरू अघि वार्डन साहबले चाहिँ विषय राखिसक्नु भएको छ। आज हामी चितवनवासीका लागि मिश्रित दिन हो वास्तवमा। अब यसलाई खुसीको दिन भनेर भन्यौँ भने एउटा यो हाम्रो चितवन राष्ट्रिय निकुञ्जको एउटा महत्त्वपूर्ण पार्ट यसको पहिचान यसको शान र मान दुईटा हात्तीलाई हामीले चाहिँ बिदाई गर्दैछौँ। अब हामी धेरै निराश हुनुपर्ने अवस्था पनि छैन किनभने यी हात्तीहरू कतार जान्छन्। हाम्रो नेपालीसँग संसारलाई चिनाउने केही चिजहरू छन् भन्ने र हामीले गर्व गर्ने चिजहरू मध्येको एउटा हामी राष्ट्रिय चाहिँ अब वन्यजन्तुको हिसाबले हाम्रो चाहिँ हात्तीको यो चाहिँ प्रस्थानको दिन पनि हो। त्यसैले यो मिश्रित दिनमा छौँ। उपस्थित सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। वार्डन साहबसँग करिब यो विषयमा हप्ता 10 दिन हामीहरू दुई भाइको कुरा भयो। नेपाल सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यी दुईटा हात्तीको बिदाई कार्यक्रम चाहिँ आयोजना गरेको छ भन्ने कुरा थियो। तथापि हामीले चाहिँ सल्लाह चाहिँ के गर्यौँ भने होइन मोड अफ ट्रान्सपोर्टेसन फरक हुने मात्रै हो। बिदाई त हामीले चितवनबाट गर्छौँ नि त भनेपछि यहाँ नै कार्यक्रम राखौँ भनेर हाम्रो सल्लाह हामी काठमाडौँ जाने बेलामा बाटोमा चाहिँ हामी दुईजना चाहिँ चिया खाने सन्दर्भमा गरेको चाहिँ छलफल अनुसार यो कार्यक्रम हामीले संक्षिप्त हिसाबले आयोजना गरेका हौँ। यहाँहरू उपस्थित भइदिनु भयो। यो उपस्थितिले चाहिँ एउटा हामीले जुन कार्यक्रमको सान्दर्भिकता चाहिँ जुन हिसाबले चाहिँ महसुस गऱ्यौँ त्यसको चाहिँ सान्दर्भिकता चाहिँ स्थापित भएको छ। अब धेरै कुरा नभनेर आज चाहिँ यो कार्यक्रम संयोजन र समन्वय गर्नुहुने निकुञ्जको चाहिँ वार्डन साहबदेखि सम्पूर्ण निकुञ्ज परिवारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। र फेरि पनि मैले भने वास्तवमा एक किसिमले भन्ने हो भने अब आज चाहिँ अलिकति खुसी हुने भन्दा अलि बढी हामी चाहिँ निराशै हुनुपर्ने दिन हो। वास्तवमा चाहिँ निकुञ्जको यत्रो महत्त्वपूर्ण एउटा भाग हो नि त दुईटा हात्ती भनेको। हामीले यो चाहिँ दुईटा हात्तीलाई हामी चाहिँ बाहिर चाहिँ कतार पठाउँदैछौँ
त्यो पनि नेपालको तर्फबाट तत्कालीन सम्मान्य राष्ट्रपतिज्यूले नेपालको तर्फबाट उपहार स्वरूप भनेर चाहिँ घोषणा गर्नुभएको चाहिँ त्यो हात्तीहरू हुन्। त्यो हिसाबले हामीले चाहिँ हिजो नेपालको तर्फबाट गरेको वाचा पुरा गर्ने दिन, यहाँको महत्त्वपूर्ण र एकदमै रणनीतिक चाहिँ महत्त्वका दुईटा हात्तीहरूलाई हामीले चाहिँ आज पठाउने दिन र नेपालको चाहिँ तर्फबाट हामी समग्र नेपालीको चितवनवासीको प्रतिनिधित्व गरेर दुईटा हात्तीलाई हामीले चाहिँ कतार पठाउँदै गरेको यो दिनमा चाहिँ अब आज हामी धेरै कुरा नभनेर अब हात्तीलाई उनीहरूलाई चाहिँ उनीहरूको यात्रा सुखमय रहोस्, आरामदायी रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छौँ सबै साथीहरूको तर्फबाट। सायद अब मलाई नै बोल्नु भन्नुभएको हुनाले सबैको प्रतिनिधित्व मैले गरेँ। चाहिँ उनीहरूको यात्रा सुखमय रहोस् भन्ने कुरा चाहिँ उनीहरूको आरामदायी यात्राको शुभकामना व्यक्त गर्न चाहन्छु। र हामी वास्तवमा अब जङ्गलमा रहेको चिज हामी नेपालीहरू जङ्गलमा घुम्दै जाँदा अन्य कुनै पूर्व मेचीदेखि पश्चिम महाकालीसँग कुनै दिन अनायासै घुम्दै जाँदाखेरि भेटिएलान्, चराचरुङ्गीहरू भेटिएलान्, हात्ती भेटिएलान्, गैँडा भेटिएलान्, ती भेटिएलान्। तर अब अफसोस वास्तवमा यी हात्तीहरू हामीले चाहिँ भोलि चाहेर पनि यिनीहरूसँग चाहिँ भेट गर्ने अवसर सायदै चाहिँ हामीलाई त्यति सजिलै प्राप्त हुँदैन जस्तो लाग्छ। त्यसैले यो चाहिँ अलि बढी संवेदनशील घडी पनि हो। यति कुरा भन्दै अब चाहिँ ती हात्तीलाई अब हामीले चाहिँ अगाडि लिएर आएर उनीहरूलाई आज हामी चाहिँ उनीहरूको चाहिँ नेपालको तर्फबाट चाहिँ फाइनल्ली फेयरवेल गर्नेछौँ। यो कार्यक्रम संयोजन र व्यवस्थापन गर्नुभयो वार्डेन साहब सहित सम्पूर्ण चाहिँ निकुञ्ज परिवारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। उपस्थित भएर यो विषयलाई चाहिँ देशभरि र संसारभरि पुर्याउने चाहिँ अभियानमा साथ दिनुभयो मिडियाकर्मी साथीहरूलाई पनि मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण राष्ट्रिय कर्मचारी साथीको तर्फबाट आभार प्रकट गर्न चाहन्छु। धन्यवाद व्यक्त गर्दै मेरो संक्षिप्त। आज हामी साँच्चीकै ऐतिहासिक दिनमा छौँ, किनभने नेपाल सरकारले कूटनीतिक तौरमा राम्रो एउटा मित्रतावाद गर्नलाई कतार सरकारलाई चाहिँ हात्ती उपहार दिने निर्णय गर्यो, जुन त्यो एकदमै नेपाल सरकारलाई साँच्चीकै पनि नेपाल सरकारले र टुरिज्मको हिसाबले हेर्ने भने राष्ट्रिय निकुञ्जले नेपालको एउटा हात्ती यो विश्वभरि पनि नेपाल सरकारले चाहिँ एउटा हात्ती चाहिँ दुईटा हात्ती चाहिँ कतार सरकार दिएको भन्ने कुरा एउटा यो मेसेज चाहिँ राम्रो मेसेज पनि जान्छ र हामीसँग जे छ त्यो बेच्ने हो, हामीसँग जे छ त्यो दिने हो। र हामी टुरिज्म हिसाबले र राष्ट्रिय निकुञ्ज हिसाबले पनि हामी चितवन राष्ट्रिय निकुञ्ज चाहिँ सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। त्यो कारणले पनि हामीले जुन यो रतनगर नगरपालिकाभित्रै जन्मेका दुईटा हात्ती, जो एउटा रुद्रगल्ली र एउटा खगेन्द्र प्रसाद, दुईटा जो हात्ती 6 वर्ष र 7 वर्षका हात्ती हामीले दिँदैछौँ। यसलाई हामीले त्यति धेरै अन्यथा मान्नुपर्ने आवश्यक छैन, किनभने टिकट टिप्पणी आउन सक्छ। त्यो अहिले मात्र डाक्टर साहबले भन्नुभएको वेदरको हिसाबले कतारको र नेपालको टेम्परेचर हिसाबले हेर्ने हो भने त्यहाँ गर्मी महिना 50 डिग्री पुग्छ नि, यहाँ पनि 82 डिग्री पुग्छ। त्यो वास्तवमा त्यो खासै त्यस्तो टेम्परेचर पनि त्यति धेरै डिफ्रेन्स छैन। र अर्को कुरा, कतार सरकारले जब अरबियन मुलुकबाट चाहिँ दुध नदिएपछि उहाँले निजनबाट 50,000 गाई ल्याएर पाल्न सक्ने क्षमता भएको देशले दुईटा हात्ती पक्कै पाल्न सक्छ। र यो एउटा चाहिँ हामीले हरेकचोटि हामीले गर्व गर्ने ठाउँ कि हामीले कतार सरकारलाई दुईटा हात्ती हामीले उपहार दिएको थियो भन्ने हामीले गर्व गर्ने ठाउँ पनि हो। त्यो कारणले पनि यो टुरिज्म लाइनले टुरिज्म हिसाबले राष्ट्रियसँग जोडेको सौरालाई पर्यटनलाई हिसाबले चुनाउनलाई पनि हामीले त हाम्रो देशमा त सबैभन्दा उत्तम चाहिँ विकास भनेको त टुरिज्म लाइन हो हैन। अब टुरिज्मको लाइनबाट चाहिँ हामीले नेपाललाई विकास गर्न सक्छ। त्यो हिसाबले पनि कमसेकम कतार सरकारलाई चाहिँ यो दुईटा हात्ती त्यहाँ आउँदै गर्दाखेरि ती अरेबियन मुलुकका ती धनी देशहरूले पनि यो हात्ती कहाँबाट आयो भन्दा पनि नेपालको ठाउँ कुन भन्दा सौराबाट आयो भन्ने एउटा पहिचान पनि हो। त्यो कारणले पनि यो टपिक अलि नयाँ भएको कारणले यो विधायी कार्यक्रम चाहिँ मलाई अत्यन्तै एकदम खुसी पनि लागेको छ, किनभने यसको चाहिँ तपाईँको चाहिँ मोनिटरिङ चाहिँ राष्ट्रिय निकुञ्जले गरिरहँदा पनि हामी चुडेसम्म हामी यहाँ उपस्थित भएर यो दुईटा हात्ती देखेँ मैले, कति राम्रो सानो हात्ती रहेछ होइन, खुसी पनि लाग्यो। तर यो हात्तीको व्यवस्थापन त्यहाँसम्म पुर्याउनको लागि व्यवस्थापन पक्कै पनि राम्रै व्यवस्थापन होला होइन। हामी अब अहिले चाहिँ भैरवसम्म यहाँबाट हामी विदाय गर्छौँ, त्यहाँबाट चाहिँ प्लेन लिएर प्लेनबाट जाने कुराहरू हो होइन। त्यसमा खासै त्यस्तो एउटा ट्राभलिङ यात्रा पनि हात्तीहरूलाई त्यस्तो मलाई अप्ठ्यारो पर्छ जस्तो लाग्दैन, किनभने त्यसको पनि हामीसँग प्राविधिक साथीहरू त्यहाँ जानुहुन्छ र माउती पनि जान्छ डाक्टर साहब, माउती पनि जान्छ, कति समय त्यहाँ बस्नुहुन्छ, कति समय त्यो ट्रेनिङ गराउनुहुन्छ, त्यो पनि सबै बन्दोबस्त मिलाएर राखेको छ। त्यो कारणले पनि दुईटा हात्ती यहाँबाट जाँदैमा लो त्यहाँको वेदरको त्यहाँको चाहिँ के वातावरणले गर्दाखेरि त्यो हात्तीहरू नबाच्ने कि भन्ने हाम्रो भ्रम हो। अब हामीले अस्ति मात्रै अब यो पाए बेलामै फोरम पाए बेला थोरै कुराहरू मैले सेयरिङ गरिहालेँ होइन। त्यो निर्णय त तपाईँ हामीसँग छैन। वन मन्त्रालय अन्तर्गत हामीले कृष्ण सार ल्याउनलाई हामीले धेरै पहिला पूर्व मेयर साहबहरूको पालामा हामीलाई अनुमति दिएको, त्यो अनुमति अनुरूप हामीले संरचना भौतिक संरचना हामीले सबै बनाइसक्यो। अझै पनि यो भएन त्यो भएन, उहाँ चाहिँ तपाईँको चाहिँ पश्चिमका चाहिँ खैरापुरमा बसेको चाहिँ त्यो कृष्ण सार यहाँ नबाच्ने हो कि भने त्यो वास्तवमै सबै उयाद हो। यो बाँच्ने नबाच्ने भनेको नेपालको भौगोलिक हिसाबले हेर्ने र वातावरण हेर्ने के फरक छ र
अनि त्यति हुँदा पनि कतिपय डकुमेन्टको आधारले धेरै कुराहरू कठिनाइ भएको छ र जे होस् यो हात्ती दिने नेपाल सरकारको निर्णय अनुसार मन्त्री परिषदको निर्णय गरिसकेको अनुसारको सबै कागजपत्र मिलेर अब आज बिदा हुँदैछ। विशेष गरेर चाहिँ सम्पूर्ण टिमलाई धन्यवाद दिँदै मेरो छोटो